आज हाम्रो स्कुलमा के हुँदैछ त? हेलो साथीहरु, आज चाहिँ हो मेरो डे 14 अफ 50 डेज भिडियो च्यालेन्जको। अनि बिहानै उठेको हेर्न सक्नुहुन्छ। आज चाहिँ कुहिरो सिरो लागेको थिएन, चिसो चाहिँ लास्टै थियो भनौँ न, हावा चलिरहेको थियो। अनि फ्रेस भएर अनि म रोटी बनाउन थालेँ। रोटीहरू बनाइसकेपछि फेरि नास्ताहरू खाएर अनि म चाहिँ रेडी हुन लागेको थिएँ। आज चाहिँ त्यो कुहिरो लागेको थिएन, तर चाहिँ कस्तो चिसो हावा चलिरहेको थियो क्या। अनि आज चाहिँ राम्रोसँग अब बाहिरबाट मान्छेहरू आउँदै थियो नि त। अनि अब कलेजको टक्क ड्रेसहरू लगाएर अनि रेडी भएर चाहिँ अनि निस्कियौँ कलेजको लागि। अनि छिटो नै बोलाउनु भएको थियो, त्यसैले हामी अलि छिटो नै गएको थियौँ। तबसम्म चाहिँ मान्छेहरू पनि खासै कोही आएका थिएनन्। अनि एकैछिनमा चाहिँ अब हाम्रो कार्यक्रम पनि स्टार्ट भयो। एकैछिनमा कार्यक्रम स्टार्ट भइसकेपछि अब हामीहरू पनि यता टक्क अनुशासित विद्यार्थी भएर बस्यौँ। 8 देखि 10 सम्मको छात्राहरूलाई शैक्षिक सामग्रीहरू बाँडिराख्नु भएको थियो हाम्रो धनगढीका उपमेयर गोपी हमाल सरद्वारा। नि म चाहिँ टिफिन टाइममा घर आइहालेँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ एन्ड बाइ।